परदेशीको चर्को घाम। बिहानको 9 बजेको घाम होइन यो परदेशीको चर्को घाम हो। जसले छालाको मात्रै होइन सपनाको पनि रङ्ग उडाउँछ। जसले छालाको मात्रै होइन सपनाको पनि रङ्ग उडाउँछ। सिखोतिर उठेको मान्छे हुँ म। आमाले छोरा छिटो फर्क भनेर टीका लगाएको मान्छे हुँ म। तर यहाँ टीका लगाउने कोही छैन। यहाँ त घामले मात्रै निधारमा दाग लगाउँछ हरेक दिन। घाम र इत्ता बिहानदेखि साँझसम्म इत्ता बोक्छु। इत्ता तातो हुन्छ, हात पोल्छ। तर इत्ता भन्दा तातो हुन्छ मेरो मन। किनकि हरेक इत्तामा एउटा घरको सपना लोड गरिएको हुन्छ। मेरो आफ्नो घरको। मालिक कराउँछ छिटो घर, म भित्रै कराउँछु घर पुग्नु छ छिटो। मालिक कराउँछ छिटो घर, म भित्रै कराउँछु घर पुग्नु छ छिटो। छिटो घर। घामले सोध्छ किन आएको होस्, त्यो घामले सोध्छ किन आएको होस्। म घामलाई जवाफ दिन्न, किनकि जवाफ सुन्ने बानी उसलाई छैन। घाम र फोन। दिउँसो 1 बजे 5 मिनेटको ब्रेक। दिउँसो 1 बजे 5 मिनेटको ब्रेक। पोलिरहेका हातले फोन उठाउँछु। स्क्रिनमा एउटा नाम, एउटा प्रतीक्षा। खाना खायो भन्ने म्यासेज आउँछ। म हाँ लेख्छु, झुट बोल्छु, किनकि रोटिसकेको छैन। लेखे भने अर्को पट्टिको आँखा रसाउँछ। फोन राख्छु, घाममा फेरि हाँस्छु। फोन राख्छु, घाम फेरि हाँस्छ। भन्छ हेर तेरो माया पनि यहाँ बोलिरहन्छ। म केही बोलिन, बोलेर घामलाई जित्न सकिँदैन। साँझ पर्छ, घाम डुब्छ। तर मेरो शरीरको घाम डुब्दैन। पिठ्यौ पोलिरहन्छ, खुट्टा थर्किरहन्छ। ओछ्यानमा ढल्छु, निन्द्रा आउँदैन। ओछ्यानमा ढल्छु, निन्द्रा आउँदैन। आँखा चिम्लन्छु, सपना देख्छु। आफ्नै आँगनको आमाको हातले चिया, बाउको छोरा थाकिस होला भन्ने आवाज। र सपना भित्रै घाम उडाउँछ फेरि। किनकि परदेशको घाम रातमा पनि डुब्दैन दाइ। त्यो मनभित्र उदाउँछ हरेक सम्झनामा। अन्तिम लडाई तिम्रो लागि, अन्तिम लडाई तिम्रो लागि। दाइ यो चर्को घामले तिमीलाई कालो बनाएको छ। दाइ तिमीलाई यो चर्को घामले कालो बनाएको छ, तर कमजोर बनाएको छैन। किनकि घामले पोलिएको मान्छे मात्रै भोलि अरूको लागि छाया बन्न सक्छ। आज तिमी इत्ता बोक्दैछौ, आज तिमी इत्ता बोक्दैछौ, भोलि तिमी आफ्नै घरको जग बसाल्दैछौ। आज तिमी पसिना बगाउँदैछौ, भोलि तिमी त्यही पसिनाले आफ्नो भाग्य धुँदैछौ। परदेशीको चर्को घाम छ मान्छु, परदेशीको चर्को घाम छ मान्छु। तर तिम्रो
हिम्मत त्योभन्दा चर्को छ यो मलाई थाहा छ। हिम्मत त्योभन्दा चर्को छ मलाई थाहा छ। रोयौ दाइ मन खोलेर रो, तर भोलि फेरि उठ, किनकि तिमी फर्कनै पर्छ, किनकि तिमी फर्किनै पर्छ। टिका लगाउन घरको छानो छाउन, टिका लगाउन घरको छानो छाउन, घामले दाम लगाए पनि हुन्छ। मनमा घरको बत्ती ननिभोस् बस, मनमा घरको बत्ती ननिभोस् बस, मनमा घरको बत्ती नभिजोस् बस। यति छ चाहना, यति छ सपना। विशेष धन्यवाद हाम्रो गणेश बाबुजीलाई। एकदमै मिठो हामीलाई चाहिँ उहाँले यो कथा आफ्नै जीवनमा मेल खाएको हो, वाचन गरिदिनु न शेष भनेर उहाँले लेख्नुभएको कथालाई मैले यहाँहरूको माझमा सम्प्रेषण गरेको छु। सुनेर कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिन भने नबिर्सनुहोला है त। आजलाई यति नै, हवस् त, नमस्ते, धन्यवाद।